राम्रो छ हो। हेर्दाखेरि चाहिँ यस्तो मन शान्त है। कुनै बेला मन चाहिँ दुख्यो भनेदेखि यस्तो ठाउँमा आएर एक्लै एकान्तमा बस्दाखेरि चाहिँ आनन्द आउँछ हो। त्यही भएर हजुरहरू पनि आउनु होला। यो ठाउँमा आउनको लागि चाहिँ एकदमै तपाईँहरूलाई आउनुहोस् भनेर भन्न चाहन्छु। एकदमै सल्लाहघारी, यो माथि सल्लाहघारी हो। तल चाहिँ बाख्रा चराइरहनु भएको छ कोक। अनि यस्तो हुन्छ नि त, आज चाहिँ मुन्नुन तरिकाले म चाहिँ लाइक हुन्छ नि, मेरो चाहिँ प्लानै थिएन पिकनिकमा जान्छु होला भनेर, तर प्लान बनाएपछि चाहिँ आइहालिँदो रहेछ होइन। प्लान भएपछि हेर्नुहोस् गाउँको नजारा कति राम्रो छ, सफा छ।